हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। सबैजना सन्चै आराममा पनि फिट एन्ड फाइन छु गाइज होइन। म चाहिँ अहिले बुटोल जाँदैछु, रामपुर टु बुटोल। अनि बुटोल गइसकेपछि बिरगञ्ज जानुपर्ने हुन्छ। अहिले चाहिँ यहाँ बसले खाना खान रोकेको छ। मैले चाहिँ चाउचाउ लिएँ। अहिले चाहिँ हामी अगा खोला हो, अगा खोला देख्न सक्नुहुन्छ, ठुलो चट्टान देख्न सक्नुहुन्छ। यही बाटो हुँदै जाने हामी। तर भिड रहेछ, अहिले दसैँको बेला भयो नि त, त्यस कारणले अहिले बढी भिड रहेछ। मान्छे पनि गाडीमा कोचाकोच, बल्ल गाडी पाएको। दुईवटा गाडी छुट्यो, बस छुटेर अनि हाइसमा आएको। म त छुट्यो भन्दा पनि खाली नै नपाएको पनि सिटै, त्यही भएर हाइसमा चढिदिएको। अहिले हाम्रो चाहिँ गाडी हो उता छ, हाम्रो चाहिँ गाडी हिँड्न लाग्यो सायद होइन। म चाहिँ गाडी देखाउँछु सर गएर। त्यही हो हाम्रो गाडी चाहिँ। ल अब हामी चाहिँ बुटोलतिरै घर भेट्छौँ। मैले बाटा बिसाउँदैन क्या।
लेप्टो लाग्यो गाइस। हामी चाहिँ अहिले बस पार्कमा आइसक्यौँ। यहाँ साथीलाई भेटिसक्यौँ, सन्देशलाई। हेलो। अहिले चाहिँ अब अर्को टिकट लिँदैछौँ, लिइसकेको छन्। हामी चाहिँ वीरगन्ज जाँदैछौँ। अहिले रात पर्न लागिसकेको छ। 7 बजेको टिकट छ। 5 बजिसक्यो, बिहानै हिँडेको। कस्तो गरम भएको थियो आउँदा आउँदै। म त यार नागरिकता छोडेर घर गएर आएको। ल्याएको किन नागरिकता? नागरिकता बनाउने चाहिँ जन्मदाता हुन्छ भनेर हुन्छ, जन्मदाता टेनको सर्टिफिकेट भयो भने बनाएन कि जन्म। अब यसो होटलतिर जाऊँ भनेर यसो मोबाइल चार्जिङ सकिन लाग्दैछ। बस पार्कबाट यता निस्केको कति बजी छ हाम्रो टर्न? के बस टिकट 7 बजे काटेको। ल गाइज, अब चाहिँ हामी होटलमा गइसकेपछि मोबाइल चार्ज गरेर निस्किन्छौँ। अनि 7 बजीबाट गाडी सुरु हुन्छ अरे। अनि अब अझै उता नि कुरेर बसिहाल्नु अरे एकजना दाइ हो कि भाइ? अब वीरगन्ज भर्खर हिँड्दै हुनुहुन्छ दाइ। हिँड्दै हो अरे। भर्छ है, भोलि बिहान भेट्ने हो वीरगन्ज। ल अब चाहिँ हामी त्यतै राति अब देखाउने कुरा भनेको र अब भिडियोलाई यतितिर गरिदिन्छ। अर्को भिडियो गराउँछु गाइज।